सिम दिनु पर्ने छ। यस्तो छ हुरी हावा चलेछ। के हो यस्तो चिसो यार, आमा यस्तो चिसो। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल वैभव राजा ब्लगमा तपाईँलाई स्वागत छ है साथीहरू। हावा चलेछ ल, आज निकै नै चिसो छ, हल्का फुल्का मौसम। माथितिर सायद हिउँ पर्यो होला है साथीहरू। अब ड्युटी जाँदैछु होइन, ड्युटी गइरहेको छ अहिले चाहिँ। सायद मौसम त एकदमै क्लियर छ होइन, पानी पर्न पनि सकिन्छ, तर चिसा हावा रहेछ एकदम। माथितिर सायद हिउँ पर्यो होला क्या, एकदम चिसो हावा चलिरहेको छ क्या, त्यही कारण चाहिँ माथि हिउँ पऱ्यो जस्तो लाग्छ साथीहरू। त्यस्तै छ है। अब के गर्नु, बिहान उठ्यो, खाना पक्का पार्यो, प्याक गराएर ड्युटीको लागि हिँड्यो है। यस्तै छ जिन्दगानी। बाटो यस्तो छ, यस्तो छ है रोडहरू चाहिँ। हावा चाहिँ यस्तो चिसो चलेछ क्या, त्यो एकदमै। त्यही कारणले क्या हिउँ माथि हिउँ परेर जस्तो क्या, एकदम चिसो हावा चलेछ क्या, त्यही कारण यस्तो छ जिन्दगानी। के गर्ने साथीहरू। बिहान जाऊ, बेलुका 5 बजीतिर आऊ है। यस्तै छ चलिरहेछ पोर्टुगलमा है जिन्दगानी। हेर्ने हावा यस्तो चल्छ कि मान्छेहरू यस्तो हावा चल्छ कि मालडामा। यस्तो हावा चल्छ कि जो बाइक रफ बाइक चलाउँछ नि, साइलेन्सर लगाएर बाइक, त्यस्तै चल्छ क्या हट मालडामा चाहिँ। धेरै जसो रहेछ मालडामा है। रोडहरू है यस्तरी जान्छ गाडीहरू, पैसाहरू। पार्किङहरू मजाले यस्तरी छेउछाउमा पार्किङ गर्छ है यहाँको चाहिँ। यो चाहिँ पार्किङ एरिया हो क्या, मजाले पार्किङ हेर्ने। त्यो बिचमा चाहिँ गाडी चल्छ। यो पुरा वान वे है साथीहरू। नेपालमा भने त फेरि यहाँ दुईवटा गाडी 3 गाडी घुसाएको थियो, होइन सिर्फ वान वे मात्रै चल्छ। त्यही भएर बुन्दिया यस्तो छ। ए साथी जाडो छ है। आज लास्ट दिन हो ड्युटी पनि हप्ताको, अनि भोलि पर्सि छुट्टी छ के अरे है। यस्तै छ। टोपा लगाएको, टोपा जाडोमा टोपा चाहिन्छ। नेपालमा जस्तो चिसो हावा छ यस्तो तिखो। टोपो चाहिँ कस्तो छ साथीहरू, मेरो टोपोलाई कमेन्ट गरेँ। टोपो कस्तो लाग्छ हो र। पाण्डु यता हेर्नु बाबु, के छ हल्ली चल्ली ठिक छ तिम्रो? सब ठिक छ। बिहान उठ्यो, राता गाला भन्दा राम्रो सेवको पत्ता ड्युटी हिँड्ने हो, पैसा कमाइयो होइन। पैसा छपेको छ है, युरो छ होइन कमाएको, युरोमा कमाइयो, नेपालीमा पठाइयो होइन। अहिले त रेट पनि 150 छ। आमा रेट 150 छ है। कति? 1000 रुपियाँ पठायो भने नेपाल 1.5 लाख पुग्छ होइन। हिमाल दाले अस्ति 4 लाख पठाउनु हो। कसले? हिमाल त 4 लाख पठाउँछ नि त्यसले। हिमालले त 4 लाख पठाउँछ डेली। हिमालले त 4 लाख पठाइरहेको छ। कति पठाउँछ रे? हजुर 2 लाख
पहिला खाइनलाई 1 लाख कमाउन मुस्किल छ यो महिना त 800 आउँछ सेलेरी कति आवर भएको छ 800 आउँछ 17 दिनको तिम्रो त 136 घण्टा भएको छ नि त बाबु त्यही 136 घण्टाको त 800 आउने हो नि त त्यो नभएको त आउँदैन हाम्रो छैन झन् यार त्यस्तो छ आज आउँछ सेलेरी हिजो नमसलको आयो हो साथीहरू त्यस्तै है पर्सिकल हाल्दा यस्तै छ के गर्ने कति आयो 1090 1090 आम्मु 23 दिनको बहिनीको 23 दिनको हो नि त 1090 भने चाहिँ यिनीहरूको यस्तो हुन्छ क्या दाइ हाम्रो 28 महिना भयो के रे भिडियो नबनाउनु न फेरि के हुन्छ नि के भन्नु भन न भन न के हुन्छ यार भिडियो बनाउनु के हुन केटा हो लुखुर है हिँड्दैछ गाडुको कन्डक्टर नि लुखुर को हो हामी चाहिँ पुरा महिनासम्म हुन्छ के रे जस्तो तिनीहरूको अहिले पैसा आयो नि यो महिना तिनीहरूको आउने भनेको फेब्रुअरी 20 सम्मको पैसा हो अब फेब्रुअरी 20 बाट यताको पैसा चाहिँ उसमा आउँछ अप्रिलमा कति घन्टा गरेको र दिनको 8 घण्टाको दरले 23 हो नि त 23 घण्टाको त्यत्रो आएको अनि 22 दिनकै आउँछ त 1035-40 कति बाह्र सौ कति 1396 आएको हो थाहा छैन केटा हो 1396 त्यतिखेर त अनि दिनकै 10 घण्टा ड्युटी थियो नि त 1396 आउँछ साथीहरू यहाँ पोर्चुगलमा पैसा छैन भन्छ छ किन नभन हो केटा गर्नु कम्पनी पढ्नु पर्यो केटा 300 सम्म ल्याइदिन्छ मान्छेले हैन त माटा 150 बेलुका 150 माटामा भन्छ पैसा छ पोर्चुगल पैसा छैन भन्छ किन नभने केटा हो पैसा छ पोर्चुगलमा पैसा छकै गर्नु सकेन छ नि त केटा छ म मालदा पनि पर आवरको 5 दिने हो यहाँ पनि 5.5 दिन्छ 590 दिन्छ 590 ले भइसकेको छ अब है साथी त्यस्तै छ 590 त्यही त निको अर्को साल चाहिँ बढी छ अर्को साल फेरि बढ्छ है त्यही त हेर केटा हो पोर्चुगल आएर ड्याङ गर्दै 550 खाइयो थियो साथीहरू यो हामीलाई घाटा लाग्यो क्या यसपालि हाम्रो बढ्ने हो क्या पैसा यो हामीलाई घाटा हिमल भाइ आएर चाहिँ अहिले पुरन्सले रुम रेन्ट बढाएन क्या त्यही भएर पैसा कम बढाइदियो त्यो मन्थली जो के अरे त्यो ब्रोन्सको घरहरूतिर जर्दियातिर फार्मतिर यताउति बस्नेहरूलाई फाइदा भयो नि त रुम रेन्ट बढाइदिएन नि त अघिल्लो वर्ष रुम रेन्ट पनि बढाएर रहेछ पैसा पनि 4.5 बाट एकैचोटि 5.5 बनाएर रहेछ अच्छा अघिल्लो वर्ष अर्को वर्ष त हाम्रो त 6ले बनान्छ 6-10 6.5-7 पुग्छ अनि यो वर्ष चाहिँ रुम रेन्ट बढान्छ अनि पैसा चाहिँ 40 सेन्ट मात्रै बढायो योचोटि कति भयो 50 रुपैयाँ बढ्यो हैन र पैसा 50 रुपैयाँ बढ्दाखेरि हाम्रो 40 सेन्ट बढ्यो क्या घन्टामा 40 सेन्ट गर्दाखेरि दिनमै लगभग 4 रुपैयाँ त बढ्यो नि हैन ल साथी हाम्रो चाहिँ ठक्कलाई यहाँ आइपुग्यो गाडी आउँछ 6.5 त फिक्स पुग्छ 100 मा 100